नमस्ते खामरी म टासी दिले तपाईहरुलाई मेरो भिडियो मन पर्यो भने लाइक कमेन्ट शेयर अनि फलो गर्न नभुल्नु होला। साथीहरु आज चाहिँ म बाउजूको घरमा आइरहेको छु हो। बाउजूको घरमा किन आको भनेदेखि चाहिँ बाउजूले फुलको दल लिन आउनु भनेर अस्तिबाट भन्नु भएको थियो। तर आज चाहिँ म टाइम निकालेर बाउजूको घरतिर आए। अर्किडहरु फुलेर रमाइलो भइरहेको रहेछ बाउजूहरुको आँगनहरु। कसै चाहिँ मज्जाले फुलिसकेछ हो, कसै चाहिँ भर्खर कोपिला रहेछ, कसै चाहिँ फुलेकै छैन रहेछ। यो चाहिँ येल्लो कलर अनि व्हाइट कलरमा दामी दामी कलरमा अर्किडहरु चाहिँ फुलिरहेको रहेछ है साथीहरु। म चाहिँ फुलहरु भन्यो भने चाहिँ एकदमै मन पर्छ है मलाई चाहिँ। अनि यहाँनिर चाहिँ बाउजूले पनि त्यति नै स्याहार्नुहुन्छ नि त फुलहरु, दाजुले पनि त्यति नै स्याहार्नुहुन्छ। फुलहरु धेरै मन पराउनुहुन्छ उहाँहरूले पनि, पुरा मजाले स्याहार्नुहुन्छ फुलहरु पनि। अनि आज चाहिँ साथीहरु घाम लागेर यति बिजोक भइरहेछ टन टन घाम लागेर। हाम्रोतिर चाहिँ मजाले घाम लागिरहेको छ चर्को। तपाईहरुकोतिर चाहिँ लागेको छ कि छैन कमेन्ट गर्नु होला है साथीहरु। यहाँनिर पनि रहेछ यिनीहरु चाहिँ कुनै चाहिँ मजाले फुलिरहेको रहेछ, कुनै चाहिँ फुलिसकेर पनि मर्दै रहेछ हो। यिनीहरुको फुलको नामहरु चाहिँ साथीहरु मलाई चाहिँ याद छैन है, मलाई चाहिँ याद हुँदैन बेसी जस्तो फुलहरुको नामहरु चाहिँ। तर एकदमै दामी रहेछ कलरको फुलहरु, मजाको रहेछ। म चाहिँ फुलहरु हेर्दै बसिरहेको थिएँ। बाउजू चाहिँ पर काम गर्नु हुँदै रहेछ नि त, अनि एकछिन पर्खिनु भन्नुभयो। अनि त्यही भएर म चाहिँ यिनीहरु फुलहरु हेर्दै बसिरहे। मौरीले चाहिँ रसहरु पनि खाँदै रहेछ हो साथीहरु। एकदमै रमाइलो फुलहरु देखेर चाहिँ म चाहिँ मक्कै परे। ल फुलहरु पनि तपाईहरु सबैजनालाई देखाइसके। बाउजू पनि आउनुभयो घरमा, अनि नानी पनि ठिकै उठिरहेको रहेछ। बाउजू चाहिँ उही पल्लोपट्टि काम गर्नुहुँदै रहेछ नि त, बाटोहरु सफा गर्नुहुँदै रहेछ। अनि यहाँनिर यो चाहिँ यसको नाम चाहिँ मुखमै आएन साथीहरु, भन्ने बेला याद चाहिँ छ कि मुखमै आएन। अनि म चाहिँ बाउजूको नानी पक्रिदिएँ। बाउजूले चाहिँ चियाहरू बनाइदिनु भयो। चियासा खाएर चाहिँ म चाहिँ घरतिर लागेँ साथीहरु। बाउजूले चाहिँ यस्तो दामी कलरको फुल दिनुभयो मलाई। तपाईहरुलाई पनि धेरै धेरै धन्यवाद मेरो भिडियो लास्टसम्म हेरिदिनु भएकोमा। फेरि पनि भेट्नेछु तपाईहरुलाई अर्को भिडियोमा भन्दै बाइ बाइ।